भगवान भन्न थाले। तर उनकै घरमा भगवान विष्णुका सबैभन्दा ठूला भक्त प्रहलादको जन्म भयो। प्रहलाद दिन रात भगवान विष्णुको आराधनामा हराउँथे। हिरण्यकशिपुले प्रहलादको मनमा भएको ईश्वरको प्रतिको आस्था हटाउने धेरै प्रयास गरे। म नै सबैभन्दा शक्तिशाली हुँ र म नै ईश्वर हुँ भनी सिकाउन खोजे। तर प्रहलादले भने सबैभन्दा शक्तिशाली भगवान विष्णु हुन् र उहाँ नै ईश्वर हुन् भन्दै आफ्नो अद्भुत आस्था देखाए। यो देखेर क्रोधमा आए हिरण्यकशिपुले प्रहलादलाई मार्न अनेक प्रयास गरे। तर सबै प्रयासहरू विफल भएपछि उनले आफ्नी बहिनी होलिकालाई गुहारे। होलिकाले आफूलाई आगोले डराउन नसक्ने कपडा वरदानमा पाएकी थिइन्। वरदानको घमण्डमा होलिकाले प्रहलादलाई काखमा लिएर त्यही कपडा आफूलाई मात्र ओढी आगोको ज्वालामा प्रवेश गरे। भगवान विष्णुको कृपाले त्यस समय हावा चल्न थाल्यो र कपडा होलिकाबाट उडेर प्रहलादलाई छोप्न पुग्यो।